प्रश्न नम्बर 1 कार्यालय व्यवस्थापनको परिचय दिनुहोस्। यसका कुनै 5 वटा महत्व बुदागत रूपमा लेख्नुहोस्। उत्तर कार्यालय व्यवस्थापन भनेको कार्यालयको योजना निर्माण, संगठन, कर्मचारी प्राप्ति र परिचालन, समन्वय र नियन्त्रण, सञ्चार व्यवस्था लगायतका क्रियाकलापका माध्यमबाट भौतिक, आर्थिक, बौद्धिक तथा मानवीय स्रोतको परिचालन गरी संगठनात्मक लक्ष्य हासिल गर्ने प्रक्रिया हो। कार्यालय व्यवस्थापनका कुनै 5 महत्वहरू यस प्रकार छन्। क व्यवस्थापकीय लक्ष्य हासिल गर्न योगदान गर्न। ख कार्यालयको कार्य सम्पादनको समय र पद्धति निर्धारण गर्न। ग कार्यालयको सेवा वा उत्पादनको निश्चित गुणस्तर निर्धारण र कायम गर्न। घ प्रभावकारी र चुस्त कार्यप्रणालीको विकास र अवलम्बन गर्न। ङ उपयुक्त कार्यस्थल, भौतिक संसाधन एवं कार्य वातावरणको निर्माण गर्न। प्रश्न नम्बर 2 कार्यालय व्यवस्थापनको परिचय दिनुहोस्। यसका कुनै 5 वटा महत्व बुदागत रूपमा लेख्नुहोस्। उत्तर कार्यालय व्यवस्थापन अफिस म्यानेजमेन्ट भन्नाले कुनै पनि संगठनको लक्ष्य प्राप्तिका लागि कार्यालयमा उपलब्ध मानवीय, भौतिक र वित्तीय स्रोत तथा साधनहरूको अधिकतम सदुपयोग गर्दै योजना बनाउने, संगठन गर्ने, निर्देशन दिने, समन्वय गर्ने र नियन्त्रण गर्ने व्यवस्थित प्रक्रियालाई बुझिन्छ। कार्यालय व्यवस्थापनका प्रमुख महत्वहरू बुदागत रूपमा तल उल्लेख गरिएका छन्। 1 लक्ष्य प्राप्त गर्न सहयोग। यसले कार्यालयका सम्पूर्ण गतिविधिहरूलाई योजनाबद्ध ढङ्गले निर्दिष्ट लक्ष्यतर्फ केन्द्रित गर्दछ, जसले निर्धारित उद्देश्यहरू प्रभावकारी रूपमा हासिल गर्न मद्दत गर्छ। 2 स्रोत र साधनको अधिकतम उपयोग। कार्यालयमा भएका जनशक्ति, उपकरण, फर्निचर, समय र रकम जस्ता स्रोतहरूको उचित योजना, संगठन र नियन्त्रण मार्फत अधिकतम र मितव्ययी उपयोग सुनिश्चित गर्दछ। 3 कार्य सम्पादनमा सुधार र प्रभावकारिता। व्यवस्थित कार्यप्रणाली, स्पष्ट जिम्मेवारी बाँडफाँड र समन्वयको माध्यमबाट कर्मचारीहरूको कार्य सम्पादन स्तर बढाई कार्यालयको समग्र प्रभावकारितामा सुधार ल्याउँछ। 4 निर्णय प्रक्रियामा सरलता। आवश्यक सूचना तथा अभिलेखहरूको व्यवस्थित सङ्कलन, प्रशोधन र भण्डारणले व्यवस्थापकहरूलाई समयमै र सही निर्णय लिनका लागि आवश्यक आधान प्रदान गर्छ। 5 सन्तुलन र नियन्त्रण कायम। यसले कार्यालयको आन्तरिक वातावरण, कर्मचारी उपकरण र बाह्य वातावरण, सेवाग्राही सरोकारवाला बीच समन्वय र सन्तुलन कायम गर्न तथा वित्तीय अनुशासन कायम गरी नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। प्रश्न नम्बर 3 कार्यालय व्यवस्थापन भनेको के हो? यसका क्षेत्रहरू चर्चा गर्नुहोस्। उत्तर कार्यालय व्यवस्थापन भन्नाले संस्थाको पूर्व निर्धारित लक्ष्य र उद्देश्यहरू हासिल गर्नका लागि कार्यालयका सम्पूर्ण मानवीय, भौतिक र वित्तीय स्रोत तथा साधनहरूको योजना, प्लानिङ, संगठन, अर्गनाइजिङ, निर्देशन, डिरेक्टिङ, समन्वय, कोअर्डिनेटिङ र नियन्त्रण गर्ने व्यवस्थित एवं कुशल प्रक्रियालाई बुझिन्छ। यसको मुख्य काम भनेको कार्यालय सञ्चालनलाई मितव्ययी, प्रभावकारी र दक्षतापूर्ण बनाई संगठनलाई सफल बनाउनु हो। कार्यालय व्यवस्थापनका क्षेत्रहरू। स्कोप अफ अफिस म्यानेजमेन्ट। कार्यालय व्यवस्थापनको क्षेत्र व्यापक छ, जसमा व्यवस्थापकीय लक्ष्य अनुसार कार्यालयको गठन, सञ्चालन र निरन्तरताका सम्बन्धमा गरिने सम्पूर्ण कार्यहरू समावेश हुन्छन्। यसका मुख्य क्षेत्रहरू निम्न बमोजिम रहेका छन्। 1 कार्यालय स्वरूपको योजना, अफिस लेआउट प्लानिङ। प्रभावकारी र मितव्ययी रूपमा कार्यालय सञ्चालन गर्न उचित प्रकाश, हावापानी, सरसफाई तथा अन्य मानवीय सुविधाहरूको व्यवस्थापन हुने गरी कार्यालय विन्यासको योजना तयार गर्नु। 2 कार्यालय संरचना, अफिस स्ट्रक्चर। कामको विस्तृतीकरण, डिटेलिङ, व्यवस्थापन, कर्मचारी र कामदारको योजना बनाउनु, सो अनुसार कार्यालयका विभिन्न महाशाखा, शाखा र फाँटहरूको व्यवस्था गर्नु र सोही अनुसार कामको बाँडफाँड गर्नु। कार्यालय उपकरण र फर्निचर। कार्य सम्पादनका लागि चाहिने विभिन्न यन्त्र उपकरणको पहिचान, छनोट, खरिद, जडान र मर्मत सम्भारका साथै कार्यस्थलमा आवश्यक फर्निचरको उपयुक्त व्यवस्था गर्नु। 4 कार्यालय सञ्चार व्यवस्थापन। कार्यालयको आन्तरिक तथा बाह्य सञ्चार व्यवस्थाका लागि विभिन्न सञ्चार साधनहरू,
टेलिफोन, इमेल आदि सञ्चार विधि वा प्रक्रिया तथा पत्र व्यवहार जस्ता कुराहरू व्यवस्थित गर्नु। 5. अभिलेख व्यवस्थापन, कार्य सम्पादनसँग सम्बन्धित महत्त्वपूर्ण अभिलेखहरूको संरक्षण, फाइलिङ, इन्डेक्सिङ, विद्युतीय अभिलेख राख्ने व्यवस्थापन र सन्दर्भ सकिएका अभिलेखहरूको विसर्जन, डिस्पोजल गर्नु। 6. मानव संसाधन व्यवस्थापन, संगठन संरचना अनुसार योग्य र दक्ष जनशक्ति प्राप्त गर्ने, उनीहरूलाई कामको जिम्मा दिने, उचित पारिश्रमिक दिने, काममा प्रोत्साहित गर्ने लगायतका कार्यहरू गर्नु। 7. कार्यालय प्रणाली र कार्य प्रक्रिया निर्धारण, कार्य सम्पादन गर्न आवश्यक प्रक्रिया तथा कार्यविधि सहितको कार्यप्रणालीको निर्धारण गर्ने र विभिन्न तहका पदाधिकारीको अधिकार, कर्तव्यको प्रयोगको तरिका र जवाबदेहिता निक्योल गर्नु। 8. प्रक्रियागत नियन्त्रण प्रणाली, काम गर्दा पालन गर्नुपर्ने निश्चित विधि र प्रक्रिया, गुणस्तर, मितव्ययी प्रयोगको पालना गराउने, आर्थिक तथा अन्य साधनको दुरुपयोग नहुने गरी नियन्त्रण प्रणाली स्थापित गर्नु र त्यसको पालना सुनिश्चित गर्नु। प्रश्न नम्बर 4. कार्यालय विन्यासको परिचय दिनुहोस्। यसका कुनै 5 उद्देश्य उल्लेख गर्नुहोस्। उत्तर: कार्यालय विन्यास अफिस लेआउट भन्नाले कार्यालय भवनभित्र विभिन्न विभाग, शाखा, कर्मचारी, फर्निचर, उपकरण र अन्य भौतिक स्रोत साधनहरूलाई योजनाबद्ध ढङ्गले उचित स्थानमा व्यवस्थित गर्ने कार्यलाई बुझिन्छ। यो कार्यालयको उपलब्ध ठाउँको अधिकतम र प्रभावकारी उपयोग गर्नका लागि वस्तु, व्यक्ति र उपकरणहरूको उपयुक्त स्थान निर्धारण गर्ने एउटा कला र विज्ञान हो। असल कार्यालय विन्यासले कार्य प्रवाह, वर्कफ्लोलाई सहज बनाउँछ, कर्मचारीहरूको उत्पादकता बढाउँछ र एक सुन्दर तथा आरामदायी कार्य वातावरणको सृजना गर्दछ। कार्यालय विन्यासका 5 उद्देश्यहरू निम्नानुसार छन्। 1. कार्य प्रवाह विधि र प्रक्रियाको प्रभावकारिता सुनिश्चित गर्नु। 2. उपलब्ध स्थानको अधिकतम उपयोग गर्नु। 3. कर्मचारीहरूको कार्यमा अवरोध आउन नदिनु। 4. स्वस्थ कार्य वातावरणको निर्माण गर्नु। 5. कर्मचारीलाई काममा सन्तुष्टि प्रदान गर्नु। प्रश्न नम्बर 5. कार्यालय विन्यासका चरणहरू वर्णन गर्नुहोस्। उत्तर: कार्यालय विन्यासका चरणहरू निम्नानुसार छन्। अ. कार्यालय बनावटको खाका तयार गर्ने, प्रिपरेसन अफ अफिस ब्लुप्रिन्ट। यस चरणमा कार्यालय व्यवस्थापकले सबभन्दा पहिले कार्यालय स्थापना गरिने भवनको कुल उपलब्ध कार्यस्थल देखाउने रूपरेखा, ब्लुप्रिन्ट तयार पार्दछन्। आ. विभिन्न पदाधिकारीहरूसँग परामर्श गर्ने, डिस्कसन विथ भेरियस अथोरिटिज। रूपरेखा तयार भइसकेपछि यसलाई कार्यान्वयन गर्नुअघि कार्यालयका विभिन्न व्यवस्थापक तथा कर्मचारी जो सो स्थान प्रयोग गर्छन् सँग छलफल र परामर्श गरिन्छ। उनीहरूको आवश्यकता र कार्यप्रवाहको जानकारी लिइन्छ। ई. आवश्यक उपकरणहरू तथा सुविधाहरूको सूची बनाउने, लिस्टिङ अफ नेसेसरी इक्विपमेन्ट एन्ड फेसिलिटिज। कार्यालयको विन्यासका लागि आवश्यक पर्ने फर्निचर, फिटिङ्स, मसिनरी तथा अन्य सरसामानको विस्तृत सूची तयार गरिन्छ। यी सामान कसरी स्थापना र सञ्चालन गर्ने भन्ने योजना पनि बनाइन्छ। ई. बनावट अनुसार स्थानको बाँडफाँड गर्ने, एलोकेसन अफ स्पेस इन ब्लुप्रिन्ट। परामर्श र सूची तयार भई पश्चात कार्यालयको विन्यासका लागि आवश्यक स्थलको मिलान गरिन्छ। यसमा विभिन्न शाखा, फाँटहरूलाई स्थान तोक्ने र आवश्यक फर्निचर एवं उपकरणहरू राख्ने काम हुन्छ, जस्तै कुन शाखा कहाँ राख्ने, कति ठाउँ दिने। अनुमोदन गराउने, गेटिङ अप्रुभल। तयार भएको कार्यालय विन्यासको प्रारम्भिक योजनालाई कार्यालयको उच्च पदाधिकारी वा नेतृत्व समक्ष पेश गरिन्छ। उहाँहरूको सुझावसहित परिमार्जन गरी योजनालाई औपचारिक रूपमा स्वीकृति, अनुमोदन गराइन्छ। उ. अन्तिम योजना बनाउने र कार्यान्वयन गर्ने, प्रिपरेसन एन्ड इम्प्लिमेन्टेसन अफ फाइनल प्लान। अनुमोदन प्राप्त भएपछि व्यवस्थापकले सबै सुझावहरू समावेश गरी कार्यालय लेआउटको अन्तिम योजना तयार गर्दछन्। यस अन्तिम योजनामा शाखा, कर्मचारीहरूको सिट व्यवस्था, सुपरिवेक्षकसँगको सम्पर्क, समन्वय र नियन्त्रणात्मक व्यवस्थाहरू स्पष्ट पारिन्छ र अन्त्यमा भौतिक रूपमा कार्यान्वयन गरिन्छ। प्रश्न नम्बर 6. कार्यालय कार्यविधिलाई परिभाषित गर्नुहोस्। यसको उद्देश्य तथा महत्त्व प्रकाश पार्नुहोस्। उत्तर: कार्यालय कार्यविधि भनेको कार्यालयको लक्ष्य तथा उद्देश्य हासिल गर्नका लागि
कार्य सम्पादन गर्न अवलम्बन गरिने निश्चित कार्य प्रक्रिया वर्क प्रोसिजर हो। यो कुनै संस्था वा कार्यालयको कार्य सम्पादनको ढाँचा, प्रक्रिया, कार्यप्रणाली वा रूपरेखा हो। यसले कुन कार्य कसरी, कहिले, कहाँ र कसले गर्ने भन्ने चरणबद्ध क्रियाकलापहरूलाई व्यवस्थित गर्दछ। यो लिखित तथा अलिखित नियम, रीति स्थिति, व्यावहारिकता वा प्रचलनका रूपमा समेत व्यवस्थित गरिएको हुन्छ। कार्यालय कार्यविधिको उद्देश्य तथा महत्त्वहरू निम्न छन्। क. नीतिगत पालना। कार्यालयसँग सम्बन्धित नीति, कानून तथा नियमहरूको उचित पालना गर्न गराउन। ख. कार्यप्रवाहको व्यवस्थापन। कार्य प्रक्रियालाई स्वचालित, निरन्तर र सही क्रममा व्यवस्थित गर्न। ग. जालसाजी रोकथाम। जालसाजी, छली वा ठगी, फ्रड वा इम्बेजलमेन्टको सम्भावनाहरूलाई रोक्न। घ. आन्तरिक नियन्त्रण। आन्तरिक नियन्त्रण, इन्टर्नल कन्ट्रोलका सूचकहरूको निर्धारण गर्न र वित्तीय अनुशासन कायम गर्न। ग. कार्य सम्पादन सुधार। कार्य सम्पादनमा स्पष्टता, एकरूपता र प्रभावकारिता ल्याउन। च. गुणस्तर सुनिश्चितता। कार्यालयको सेवा, उत्पादन वा कार्यको गुणस्तर मापदण्डको पालना गर्न। छ. सुशासन र पारदर्शिता। सेवाग्राही वा ग्राहक बडापत्र, क्लाइन्ट चार्टर जस्ता माध्यमबाट पारदर्शिता तथा सुशासन कायम गर्न। प्रश्न नम्बर 7. कार्यालय कार्यविधि तर्जुमा गर्दा ध्यान दिनुपर्ने पक्ष लेख्नुहोस्। उत्तर: कार्यालय कार्यविधि तर्जुमा गर्दा ध्यान दिनुपर्ने पक्षहरू। कार्यालय कार्यविधि अफिस प्रोसिजर निर्धारण वा तर्जुमा गर्दा निम्नलिखित पक्षहरूमा विशेष ध्यान दिनुपर्छ। क. कार्यको सामूहिकीकरण। कार्यालयले गर्नुपर्ने सबै कार्यहरूलाई मुख्य क्रियाकलापहरूमा सामूहिकीकरण, ग्रुपिङ गरी सरल बनाउने। ख. चरणहरूको पहिचान। प्रत्येक मुख्य क्रियाकलाप सम्पादन गर्न आवश्यक पर्ने चरणहरू, स्टेप्सलाई स्पष्ट रूपमा पहिचान गर्ने। ग. उद्देश्यको पुष्टि। निर्धारित प्रत्येक चरणको उद्देश्य वा प्रयोजन स्पष्ट रूपमा पुष्टि गर्ने, कुनै पनि अनावश्यक चरण समावेश नगर्ने। घ. परिष्कृतता सुनिश्चितता। निर्धारित प्रत्येक चरणले कामलाई परिष्कृत, रिफाइन गराउने र मूल्य अभिवृद्धि गर्ने कुरा सुनिश्चित गर्ने। ग. क्रमबद्धता र दक्षता। कम लागत र समयमै गुणस्तरीय काम स्वचालित रूपमा सम्पादन हुने गरी कार्यहरूको उचित क्रम मिलाउने। च. कागजी प्रक्रिया न्यूनीकरण। कागजी प्रक्रिया सकेसम्म न्यूनीकरण हुने र एउटै काममा दोहोरोपना, डुप्लिकेसन नआउने गरी व्यवस्थापन गर्ने। छ. लचकता, फ्लेक्सिबिलिटी। आवश्यकता अनुसार सामान्य परिवर्तन गर्न सकिने गरी कार्यविधिमा लचकता कायम गर्ने। ज. कानुनी आधार। तर्जुमा गरिएको कार्यविधि प्रचलित कानून, नियम र नीति अनुकूल भएको सुनिश्चित गर्ने। प्रश्न नम्बर 8. नेपालमा सार्वजनिक क्षेत्रमा प्रचलित कार्यविधिहरू कुन कुन हुन्? उत्तर: नेपालमा सार्वजनिक क्षेत्रमा प्रचलित कार्यविधिहरू। नेपालका सरकारी तथा सार्वजनिक कार्यालय व्यवस्थापनमा निम्नलिखित प्रकारका कार्यविधिहरू प्रचलनमा रहेका छन्। क. नीति निर्माण र निर्णयसँग सम्बन्धित। केही प्रचलित कार्यविधिहरू, उदाहरण: बैठक सञ्चालन कार्यविधि, टिप्पणी लेखन, प्रस्ताव तयार गर्ने विधि, प्रतिवेदन तयारी। ख. आन्तरिक कार्य सञ्चालन। केही प्रचलित कार्यविधिहरू, उदाहरण: पत्र व्यवहार, दर्ता, चलानी, तोक आदेश, श्रेष्ठता प्रणालीसँग सम्बन्धित। ग. अभिलेख व्यवस्थापन। केही प्रचलित कार्यविधिहरू, उदाहरण: फाइलिङ, वर्गीकरण, अभिलेखीकरण, विद्युतीय अभिलेख, ई-रेकर्ड राख्ने। घ. सेवा प्रवाहसँग सम्बन्धित। केही प्रचलित कार्यविधिहरू, उदाहरण: क्षेत्रगत कार्यविधि, बडापत्र, सिटिजन चार्टर, सेवा प्रवाह निर्देशिका। अङ्ग. सञ्चार सम्बन्धी। केही प्रचलित कार्यविधिहरू, उदाहरण: आन्तरिक सञ्चार विधि, बाह्य तथा सार्वजनिक सञ्चार विधि, विभिन्न सञ्चार साधनको उपयोग। च. आर्थिक कार्यविधि। केही प्रचलित कार्यविधिहरू, उदाहरण: रकम प्राप्ति, खर्च, लेखाङ्कन, अकाउन्टिङ, प्रतिवेदन, खरिद, बिक्री, लेखापरीक्षण, अडिट आदि। प्रश्न नम्बर 9. टिप्पणी भनेको के हो? कर्मचारीको हैसियतले टिप्पणी तयार पार्दा तपाईँ कुन कुन कुरामा ध्यान दिनुहुन्छ? उत्तर: टिप्पणी भनेको कुनै महत्त्वपूर्ण विषय, मामलामा निर्णय वा नीति निर्धारण गर्नका लागि
आवश्यक तथ्यहरू, विश्लेषण, नियम र सुझावहरू समावेश गरी तयार पारिएको लिखित टिपोट हो। यो एक यस्तो प्रक्रिया हो जसले विषयवस्तुलाई क्रमिक रूपमा प्रस्तुत गरी सम्बन्धित अधिकारीबाट उचित निर्णय गराउन सहयोग पुर्याउँछ। यो कार्यालयको दैनिक कार्य सञ्चालनमा निर्णय प्रक्रियालाई सरलीकरण गर्ने एक औपचारिक माध्यम हो। टिप्पणी तयार पार्ने कर्मचारी सम्बन्धित फाँटवाला वा सहायकको हैसियतले निम्न कुराहरूमा विशेष ध्यान दिनु पर्दछ। 1. समस्याको स्पष्टता। जुन विषयको टिप्पणी लेखिने हो सो समस्या वा विषयको छोटकरी विवरण पृष्ठभूमि स्पष्ट रूपमा सुरुमै उल्लेख गर्नुपर्छ। वास्तविकता प्रस्तुत गरी समस्यालाई सरल भाषामा खुलाई विश्लेषण गर्नुपर्दछ। 2. तथ्य र प्रमाणको संलग्नता। टिप्पणीको विषयवस्तुसँग सम्बन्धित सम्पूर्ण कागजातहरू, अभिलेख, चिठीपत्र आदि क्रमिक रूपले पञ्जिका इन्डेक्सिङ बनाई टिप्पणीसँगै संलग्न गर्नुपर्छ। कागजातहरू बिनाको टिप्पणी अपूर्ण हुन्छ। 3. कानुनी र नीतिगत आधार। समस्यासँग सम्बन्धित नीति, कानुन, नियम, नजिर वा पूर्व निर्णयहरू राम्रोसँग अध्ययन गरी टिप्पणीमा स्पष्ट रूपमा दर्शाउनुपर्छ, अर्थात् निर्णयको आधार प्रस्तुत गर्नुपर्छ। 4. वैकल्पिक सुझाव र सिफारिस। समस्या समाधानका लागि उपलब्ध विकल्पहरू उल्लेख गरी ती विकल्पहरूको फाइदा र बेफाइदा विश्लेषण प्रस्तुत गर्नुपर्छ। अन्त्यमा कर्मचारीले आफ्नो तार्किक र विवेकपूर्ण सिफारिस प्रस्ताव स्पष्ट रूपमा पेश गर्नुपर्छ। 5. भाषा र ढाँचाको शुद्धता। टिप्पणीको भाषा स्पष्ट, संक्षिप्त, शिष्ट र औपचारिक हुनुपर्दछ। अनावश्यक शब्दजाल प्रयोग गर्नु हुँदैन। टिप्पणीको ढाँचा फर्म्याट कार्यालयको प्रचलित नियम अनुसार सही हुनुपर्छ। 6. रुजु र हस्ताक्षर। टिप्पणी तयार पारिसकेपछि फेरि राम्ररी पढेर तथा रुजु चेक गरेर निर्णयका लागि आवश्यक कागजातहरू संलग्न छन् कि छैनन् हेरेर मात्र मितिसहितको सही गर्नुपर्छ। 7. उद्देश्यको पूर्ति। टिप्पणीको मुख्य उद्देश्य निर्णय गराउनु हो, तसर्थ टिप्पणीले निर्णयकर्तालाई सहजै निर्णयमा पुग्न सक्ने गरी तथ्य र आधार प्रदान गरेको छ कि छैन भन्ने कुरा सुनिश्चित गर्नुपर्दछ। प्रश्न नम्बर 10। प्रस्तावको परिचय दिँदै प्रस्ताव तयारीमा ध्यान दिनुपर्ने कुराहरू छोटकरीमा लेख्नुहोस्। उत्तर: प्रस्तावको परिचय, इन्ट्रोडक्सन टु रेजोल्युसन। प्रस्ताव भन्नाले निर्णय गर्ने आधिकारिक निकाय वा व्यक्ति समक्ष छलफल र निर्णयका लागि प्रस्तुत गरिने निर्णयको खाकालाई बुझिन्छ। यो कुनै सभा, बैठक वा गोष्ठीमा छलफल भई सहभागीहरूको मतका आधारमा निर्णयको अन्तिम मस्यौदाको रूपमा तयार पारिन्छ। प्रस्ताव प्रस्तुत रूपमै वा संशोधनसहित स्वीकृत भई निर्णयको रूप लिन्छ र यसले संस्थाको सञ्चालन र कार्यहरूलाई कानुनी वैधता प्रदान गर्दछ। प्रस्ताव तयारीमा ध्यान दिनुपर्ने कुराहरू: कन्सिडरेशन्स फर प्रिपेयरिङ रेजोल्युसन। प्रस्ताव स्वीकृत भएपछि यसले ऐन, कानुन वा घोषणाका रूपमा परिणत भई संगठनको सञ्चालनमा व्यापक प्रभाव पार्ने भएकाले यसको तयारीमा निम्न कुराहरूमा विशेष सावधानी अपनाउनु पर्दछ। 1. कानुनी प्रक्रियाको अनुसरण। संस्थाको गठन तथा सञ्चालन गर्ने ऐन, कानुन, नियम, कार्यविधि, विधान आदिमा निर्णयका लागि निर्धारण भएको प्रक्रिया अनिवार्य रूपमा अनुसरण गरी प्रस्ताव तयार गर्नुपर्छ। 2. कारण र औचित्यको स्पष्टता। प्रस्ताव पेश गर्नुको कारण र औचित्य स्थापित हुने तथा संस्थाको आवश्यकता सम्बोधन हुने गरी विषय प्रस्तावित गर्नुपर्दछ। 3. तथ्य र तथ्याङ्कको समावेश। सम्बन्धित विषयका तथ्य, तथ्याङ्क तथा सम्बद्ध अन्य कारणहरू प्रस्तावमा स्पष्टताका साथ समेटिनुपर्दछ। 4. सरल र स्पष्ट भाषा। प्रस्तावको भाषा स्पष्ट, सरल र बुझ्न योग्य हुनुपर्दछ ताकि व्याख्यामा दुविधा नहोस्। 5. अधिकार प्राप्त व्यक्तिको प्रस्तुति। अधिकार प्राप्त व्यक्ति वा निकायले मात्रै प्रस्ताव निर्णय गर्ने अङ्ग निकाय वा व्यक्ति समक्ष पेश गर्नुपर्दछ। 6. प्रभावको पूर्वानुमान। प्रस्तावले संगठनको सञ्चालनमा पार्ने प्रभावको पूर्वानुमान गरी त्यसलाई सम्बोधन गर्ने बुदाहरू समावेश गर्नुपर्दछ। प्रश्न नम्बर 11। प्रस्तावकका प्रकार उदाहरणसहित व्याख्या गर्नुहोस्। उत्तर: निर्णयका लागि पेश हुने प्रस्तावकको प्रकृति, पारित हुने प्रक्रिया र यसको महत्त्वका आधारमा यसलाई मुख्य 2 प्रकारमा वर्गीकरण गरिन्छ। क. साधारण प्रस्ताव, अर्डिनरी वा जेनरल रेजोल्युसन। निर्णय गर्ने निकाय वा तहमा कानून वा विधानमा उल्लेखित समय, तरिका र विधिका आधारमा नियमित रूपमा पेश गरिने प्रस्तावलाई साधारण प्रस्ताव भनिन्छ।
यस्तो प्रस्ताव साधारण बहुमत बैठकमा उपस्थित र मतदान गर्ने सदस्यहरूको 50% भन्दा बढीले पारित हुन्छ। यसले सङ्गठनको सामान्य र दैनिक कार्यहरूलाई स्वीकृति प्रदान गर्दछ। उदाहरणहरू नियमित वार्षिक सभाहरूमा पेश हुने अघिल्लो अवधिको समीक्षा र भावी योजना स्वीकृति, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने, आर्थिक प्रतिवेदनको स्वीकृति, कम्पनीहरूको लाभांश तथा बोनस स्वीकृति आदि। ख. विशेष प्रस्ताव स्पेशल रेजोल्युसन महत्त्वपूर्ण वा विशेष प्रयोजनका लागि पेश गरिने प्रस्तावलाई विशेष प्रस्ताव भनिन्छ। यो प्रस्ताव आकस्मिक बोलाइने असाधारण वा विशेष सभा वा बैठकमा समेत प्रस्तुत हुन्छ। यस्तो प्रस्ताव पारित हुनका लागि विशेष बहुमत साधारणतया उपस्थित र मतदान गर्ने सदस्यहरूको कम्तीमा 2/3 वा 3/4 बहुमत आवश्यक पर्दछ। उदाहरणहरू संस्थाको प्रबन्धपत्र, मेमोरेन्डम र नियमावली आर्टिकल्समा हेरफेर, संस्थाको नाम, ठेगाना वा पुँजी संरचनामा परिवर्तन, कम्पनी वा संस्थाको खारेजी वाइन्डिङ अप गर्ने आदि। प्रश्न नम्बर 12। प्रतिवेदन किन तयार गरिन्छ? प्रतिवेदन तयारीका चरणहरू के हुन्? उत्तर: प्रतिवेदन तयार गर्नुको कारण वा महत्त्व। वाइ रिपोर्ट्स आर प्रिपेयर्ड। कुनै सङ्गठन वा कार्यालय व्यवस्थापनको सन्दर्भमा प्रतिवेदनको महत्त्व निम्न कारणहरूले गर्दा रहेको हुन्छ। 1. सूचना प्रवाह। सूचना वा जानकारी सरोकारवाला, उपयोगकर्ता निकाय वा पदाधिकारी समक्ष यथार्थतामा आधारित सही रूपमा पुर्याउन। 2. नीति तथा योजना निर्माण। सङ्गठनका भावी नीति र योजना तर्जुमा गर्न र कार्यान्वयनलाई सहज तुल्याउन आधार प्रदान गर्न। 3. समन्वय र निर्देशन। व्यावसायिक क्रियाकलापहरूको संयोजन, कोअर्डिनेसन, सङ्गठन तथा निर्देशन गर्नका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउन। 4. निर्णय निर्माण। अद्यावधिक स्थिति अनुसार समय सापेक्ष र उचित निर्णय गर्न व्यवस्थापनलाई सहयोग गर्न। 5. मूल्याङ्कन र मापन। कर्मचारी र व्यवस्थापकहरूले गरेको कामको मूल्याङ्कन तथा मापन गर्न। 6. अवस्थाबारे जानकारी। सङ्गठनका गतिविधि तथा यथार्थ अवस्थाबारे विस्तृत जानकारी प्राप्त गर्न। 7. वैधानिकता र प्रमाण। भविष्यका लागि आधिकारिक अभिलेख, रेकर्ड र प्रमाण तयार पार्न। प्रतिवेदन लेखनका चरणहरू। स्टेप्स इन रिपोर्ट राइटिङ। उत्कृष्ट र प्रभावकारी प्रतिवेदन तयार गर्न सामान्यतया निम्नलिखित चरणहरू अवलम्बन गरिन्छ। 1. प्रतिवेदनको सामान्य रूपरेखा तयारी। प्रतिवेदनको उद्देश्य, पाठक समूह, आवश्यक विषयवस्तु र ढाँचा फर्म्याट निर्धारण गर्ने। 2. तथ्यहरूको अध्ययन, पुनरावलोकन। विषयवस्तुसँग सम्बन्धित उपलब्ध तथ्यहरू, सूचना र तथ्याङ्कहरूको अध्ययन गर्ने र सङ्कलन गर्ने। 3. तथ्याङ्क तथा सूचनाको विश्लेषण। प्रतिवेदनको प्रयोजन अनुसार प्राप्त तथ्याङ्क तथा सूचनाहरूको तार्किक विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने। 4. प्रतिवेदन मस्यौदा ड्राफ्टिङ। विश्लेषणका आधारमा प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार गर्ने। यसमा परिचय, मुख्य भाग र निष्कर्ष समावेश गरिन्छ। 5. सरोकारवालासँग छलफल र सुझाव। तयार भएको मस्यौदा उपर सरोकारवाला, विज्ञ वा वरिष्ठ पदाधिकारीहरूसँग छलफल गर्ने र आवश्यक सुझावहरू प्राप्त गर्ने। 6. अन्तिम रूप दिन तयारी। प्राप्त सुझावहरू समावेश गरी मस्यौदालाई परिमार्जन गर्ने र टाइपिङ, प्रुफ रिडिङ, लेआउट, ढाँचा मिलाउने जस्ता कार्यहरू गर्ने। 7. अन्तिम प्रतिवेदन तयारी। अन्तिम रुजु पश्चात प्रतिवेदनलाई प्रमाणीकरण, साइन अथेन्टिकेट गरी आधिकारिक रूपमा प्रस्तुत गर्ने। प्रश्न नम्बर 13। प्रतिवेदनका प्रकार छोटकरीमा वर्णन गर्नुहोस्। उत्तर: प्रतिवेदनको उद्देश्य, विषयवस्तु, प्रस्तुतिको समय र प्रयोगको क्षेत्र अनुसार प्रतिवेदन विभिन्न प्रकारका हुन्छन्। मुख्य प्रतिवेदनका प्रकारहरू निम्न अनुसार वर्णन गरिएका छन्। 1. सरकारी प्रतिवेदन, गभर्नमेन्ट रिपोर्ट। सरकार वा सरकारी निकायका तर्फबाट तयार गरिने प्रतिवेदन हो। योजना तथा कार्यालयको कार्य प्रगति मूल्याङ्कन, खर्चको विवरण, सम्पन्न भएका र हुन बाँकी रहेका कार्यहरूको विवरण यसमा उल्लेख हुन्छ। सरकारले जनता समक्ष आफ्नो जवाबदेहिता र पारदर्शिता प्रस्तुत गर्न यस्ता प्रतिवेदनहरू तयार गर्दछ। आवश्यकता अनुसार विशेष आयोग वा समिति बनाएर पनि यो तयार गर्न सकिन्छ। 2. लेखा परीक्षण प्रतिवेदन, अडिट रिपोर्ट।
मन्त्रालय, आयोग, कार्यालय वा सङ्घ संस्था आदिको आर्थिक कारोबारको हिसाब किताब प्रचलित नियमअनुसार राखेको छ वा छैन सोको परीक्षण गरी लेखा परीक्षकले तयार गर्ने प्रतिवेदन हो। हिसाब किताबको जाँच पडताल गरी आर्थिक कारोबारको नतिजा, फाइनान्सियल रिजल्ट, वैधानिकता र सत्यता प्रमाणित गर्नु। 3. वार्षिक प्रतिवेदन, एनुअल रिपोर्ट। कुनै मन्त्रालय, निकाय वा संस्थाले आफूले वर्षभरि गरेका सम्पूर्ण क्रियाकलाप र समग्र प्रदर्शनबारे उल्लेख गरी तयार गरेको प्रतिवेदन हो। वर्षभरिका आम्दानी तथा खर्चका विवरण, कार्य प्रगति, सम्पन्न हुन नसकेका कार्यहरूको विवरण र भविष्यको योजना यसमा प्रस्तुत गरिएको हुन्छ। सरोकारवालाहरूलाई संस्थाको वार्षिक उपलब्धिको जानकारी दिनु। 4. समिति वा आयोगका प्रतिवेदन, कमिटी, कमिसन रिपोर्ट्स। विशेष, जटिल वा संवेदनशील कामका लागि स्थापित समिति वा आयोगले जाँचबुझ, तथ्य सङ्कलन र अनुसन्धान गरिसकेपछि तयार गर्ने प्रतिवेदन हो। सरकारी कामका सिलसिलामा गठन भएका यस्ता निकायहरूले गहन अध्ययन पश्चात समस्याको निदान, निष्कर्ष र नीतिगत सुझावहरू सम्बन्धित निकाय समक्ष पेश गर्न यस्ता प्रतिवेदन तयार गर्दछन्। 5. अनुगमन प्रतिवेदन, मोनिटरिङ रिपोर्ट। कुनै पनि योजना वा कार्यक्रमको प्रगति, उपलब्धि, सम्पन्न गरिएका कार्यहरू र वर्तमान अवस्था जस्ता पक्षहरू समेटेर नियमित वा आवधिक रूपमा अध्ययन अनुसन्धान गरी तयार गरिने प्रतिवेदन हो। योजना वा कार्यक्रमको प्रभावकारिता मापन गर्न, थप सुधारको आवश्यकता भए नभएको यकिन गर्न र स्रोत साधनको यथार्थ जानकारी प्राप्त गर्न यो प्रतिवेदन आवश्यक हुन्छ। 6. शैक्षिक प्रतिवेदन, एकाडेमिक रिपोर्ट। विद्यार्थीले उच्च शिक्षा अध्ययनका क्रममा कुनै एक निश्चित विषयमा केन्द्रित रहेर व्यवस्थित रूपमा अध्ययन अनुसन्धान गरी शैक्षिक निकायमा पेश गर्ने प्रयोजनका लागि तयार गर्ने प्रतिवेदन हो। निश्चित अनुसन्धान ढाँचा र पद्धति अपनाएर तयार गरिने यो प्रतिवेदन समस्या समाधान भन्दा पनि शैक्षिक प्रमाणपत्र प्राप्त गर्ने प्रयोजनमा बढी केन्द्रित हुन्छ। प्रश्न नम्बर 13, प्रतिवेदनका प्रकार छोटकरीमा वर्णन गर्नुहोस्। उत्तर: प्रतिवेदनको उद्देश्य, विषयवस्तु, प्रस्तुतिको समय र प्रयोगको क्षेत्र अनुसार प्रतिवेदन विभिन्न प्रकारका हुन्छन्। मुख्य प्रतिवेदनका प्रकारहरू निम्न अनुसार वर्णन गरिएका छन्। 1. सरकारी प्रतिवेदन, गभर्नमेन्ट रिपोर्ट। सरकार वा सरकारी निकायका तर्फबाट तयार गरिने प्रतिवेदन हो। योजना तथा कार्यालयको कार्य प्रगति मूल्याङ्कन, खर्चको विवरण, सम्पन्न भएका र हुन बाँकी रहेका कार्यहरूको विवरण यसमा उल्लेख हुन्छ। सरकारले जनता समक्ष आफ्नो जवाफदेहिता र पारदर्शिता प्रस्तुत गर्न यस्ता प्रतिवेदनहरू तयार गर्दछ। आवश्यकता अनुसार विशेष आयोग वा समिति बनाएर पनि यो तयार गर्न सकिन्छ। 2. लेखा परीक्षण प्रतिवेदन, अडिट रिपोर्ट। मन्त्रालय, आयोग, कार्यालय वा सङ्घ संस्था आदिको आर्थिक कारोबारको हिसाब किताब प्रचलित नियमअनुसार राखेको छ वा छैन सोको परीक्षण गरी लेखा परीक्षकले तयार गर्ने प्रतिवेदन हो। हिसाब किताबको जाँच पडताल गरी आर्थिक कारोबारको नतिजा, फाइनान्सियल रिजल्ट, वैधानिकता र सत्यता प्रमाणित गर्नु। 3. वार्षिक प्रतिवेदन, एनुअल रिपोर्ट। कुनै मन्त्रालय, निकाय वा संस्थाले आफूले वर्षभरि गरेका सम्पूर्ण क्रियाकलाप र समग्र प्रदर्शनबारे उल्लेख गरी तयार गरेको प्रतिवेदन हो। वर्षभरिका आम्दानी तथा खर्चका विवरण, कार्य प्रगति, सम्पन्न हुन नसकेका कार्यहरूको विवरण र भविष्यको योजना यसमा प्रस्तुत गरिएको हुन्छ। सरोकारवालाहरूलाई संस्थाको वार्षिक उपलब्धिको जानकारी दिनु। 4. समिति वा आयोगका प्रतिवेदन, कमिटी, कमिसन रिपोर्ट्स। विशेष, जटिल वा संवेदनशील कामका लागि स्थापित समिति वा आयोगले जाँचबुझ, तथ्य सङ्कलन र अनुसन्धान गरिसकेपछि तयार गर्ने प्रतिवेदन हो। सरकारी कामका सिलसिलामा गठन भएका यस्ता निकायहरूले गहन अध्ययन पश्चात समस्याको निदान, निष्कर्ष र नीतिगत सुझावहरू सम्बन्धित निकाय समक्ष पेश गर्न यस्ता प्रतिवेदन तयार गर्दछन्। 5. अनुगमन प्रतिवेदन, मोनिटरिङ रिपोर्ट। कुनै पनि योजना वा कार्यक्रमको प्रगति, उपलब्धि, सम्पन्न गरिएका कार्यहरू र वर्तमान अवस्था जस्ता पक्षहरू समेटेर नियमित वा आवधिक रूपमा अध्ययन अनुसन्धान गरी तयार गरिने प्रतिवेदन हो। योजना वा कार्यक्रमको प्रभावकारिता मापन गर्न, थप सुधारको आवश्यकता भए नभएको यकिन गर्न र स्रोत साधनको यथार्थ जानकारी प्राप्त गर्न यो प्रतिवेदन आवश्यक हुन्छ। 6. शैक्षिक प्रतिवेदन, एकाडेमिक रिपोर्ट।
विद्यार्थीले उच्च शिक्षा अध्ययनका क्रममा कुनै एक निश्चित विषयमा केन्द्रित रहेर व्यवस्थित रूपमा अध्ययन अनुसन्धान गरी शैक्षिक निकायमा पेश गर्ने प्रयोजनका लागि तयार गर्ने प्रतिवेदन हो। निश्चित अनुसन्धान ढाँचा र पद्धति अपनाएर तयार गरिने यो प्रतिवेदन समस्या समाधान भन्दा पनि शैक्षिक प्रमाणपत्र प्राप्त गर्ने प्रयोजनमा बढी केन्द्रित हुन्छ। प्रश्न नम्बर 14 तोक आदेश स्ट्यान्डिङ अर्डर डेजिग्नेसन अर्डरको परिचय दिनुहोस्। यसको महत्व उल्लेख गर्नुहोस्। उत्तर तोक आदेशको परिचय इन्ट्रोडक्सन टु स्ट्यान्डिङ अर्डर डेजिग्नेसन अर्डर। तोक आदेश भनेको कार्यालयमा प्राप्त कुनै कागजात वा विषयमा कस्तो कारवाही गर्ने भन्ने सम्बन्धमा अधिकार प्राप्त पदाधिकारीले गर्ने लिखित आदेश हो। यो कार्यालयमा प्राप्त भएका निवेदन, चिठीपत्र, प्रतिवेदन वा आन्तरिक सञ्चार सम्बन्धी कागजात उपर कसले कस्तो कारवाही गर्ने भनेर लिखित रूपमा तोक्ने वा आदेश गर्ने कार्य हो। यसले अधिकार प्राप्त अधिकारीबाट कारवाहीको दिशानिर्देश गर्दै कागजातलाई सही तह वा कर्मचारीसम्म पुर्याउने कार्य गर्दछ। तोक आदेशको महत्त्वलाई निम्नानुसार प्रस्तुत गरिएको छ। क. लिखित जिम्मेवारी सम्बन्धित काम सम्पादन गर्ने लिखित जिम्मेवारी कार्य सम्पादन तहमा कर्मचारीलाई प्रदान गर्न। ख. जानकारी प्रवाह प्राप्त कागजातमा उल्लेखित बेहोरा वा विषयवस्तु जिम्मेवार पदाधिकारीलाई आधिकारिक रूपमा जानकारी गराउन। ग. कार्यमा स्पष्टता कार्य सम्पादन प्रक्रियामा संक्षेपीकरण, स्पष्टता र एकरूपता ल्याउन। घ. अधिकारको प्रयोग र सरलता अधिकारको प्रयोग सरल र विकेन्द्रित तरिकाले गरी काममा सरलता ल्याउन। ग. वैधानिकता स्थापना प्राप्त कागजात उपर गरिएको कामको वैधानिकता लेगालिटी स्थापित गर्न र कागजातको आधिकारिकता कायम राख्न। च. जवाबदेहिता सुनिश्चित अधिकार प्राप्त अधिकारीलाई कार्यप्रति जवाबदेही अकाउन्टेबल बनाउन। छ. समयको बचत कागजातलाई अनावश्यक चरणमा घुमाउनुको सट्टा सिधै सम्बन्धित फाँटमा पुर्याएर समयको बचत गर्न। ज. आन्तरिक नियन्त्रण कार्यालयको आन्तरिक नियन्त्रण प्रणालीलाई थप बलियो र व्यवस्थित बनाउन।